आज साउन 15 हो नि त अनि खिर खाने दिवस नि भनिन्छ यसलाई है। त्यसैले सबैजनालाई खिर खाने दिवसको शुभकामना। अब हजुरहरूको घरमा त खिर पाक्यो होला, तर हाम्रो घरमा चाहिँ खिर पाकेन। आज मैले चाहिँ आज चाम्रे बनाएको थिएँ। हाम्रो मामुले खिर खानुहुन्न के, त्यही भएर। अनि त्यही माथि कर्फ्यू छ नि त यिनीहरूमा त दुध पनि पाएन भनौँ न। अनि यो चामल चाहिँ मैले पुलो खाने भनेर ल्याएको थिएँ। अब बन्द छ सबैतिर, ड्राई फ्रुट्सहरू केही पनि भएन। त्यही भएर आज चाम्रे नै बनाइदिनु पर्यो भनेर चाम्रे बनाउनतिर लागेँ म चाहिँ। फेरि ग्यास सकिएर आगोमा पकाएको मजा आउँछ। आगोमा पकाउन नि आगो बल्यो भने चाहिँ, बलेन भने चाहिँ फेरि हैरान बनाउँछ यो आगोले। अनि चामल मजाले भिजाउन दिएँ कि मैले, आधी घन्टा 45 मिनट जस्तो भिजायो होला चामललाई। अनि आगो बालेर कराईमा मस्त तेल र मेथी हालेर भुटेँ, पुरै फुर्र हुन्जेलसम्म भुटेको छु चामल मैले। अनि फुर्र भएर त्यो चामलहरू छुट्टिन थालिसकेपछि चाहिँ अनि पानी हालिदिएँ आफूलाई चाहिए अनुसार। अनि छोपिदिएँ एकछिनसम्म। फेरि छोप्ने सानो भएर बिच बिचमा धुवाले आँखा पोलेर यस्तो हैरान बनाएको थियो। अनि चाम्रे पनि पाक्यो यतिकैमा है। कस्तो मिठो भएको थियो, फेरि यस्तो मिठो भएको थियो आज त म के भन्नु। अहिले नि मुखमा पानी आइरहेछ, खाइवरी पचिसक्ने बेला भइसक्यो। फेरि यो चाम्रे बनाउँदा चाहिँ जहिले मलाई हाम्रो बुवाको र आमाको याद आउँछ कि, तिज आउन आँट्यो नि त अब त। आमाले चाहिँ जहिले बिहानै तिजको भोलिपल्ट मामुलाई चाम्रे बनाएर ल्याइदिनुहुन्थ्यो क्या, चाम्रे अनि आलुको पक्कु अनि यसरी राजमाको तरकारी बनाएर ल्याइदिनुहुन्थ्यो। अनि त्यही याद आइरहेको थियो कि आमाको कस्तो, अब आमाको माया छोराछोरीको लागि कस्तो हुन्छ त अब आमा भनेपछि थाहा भइहाल्छ होइन। अनि हाम्रो बुवालाई नि एकदम मनपर्ने क्या चाम्रे। मलाई चाहिँ फेरि चाम्रे पकाएपछि गुन्द्रुक कम्पलसरी चाहिन्छ गुन्द्रुकको अचार। अनि राजमा नि भिजाएको थिएँ मैले, भिजाउन लगाएको थिएँ मामुले चाहिँ यसो पनिर सनिर खाइन्छ होला भनेर। अब कर्फ्यूले गर्दाखेरि आपत पायो जिउस। आज चाहिँ न आलु न प्याज न केही, सादा सिम्पल बनाएको, मिठो भएको थियो त्यही नि। राजमालाई चाहिँ पहिला मैले सुरुमा तेल हालेर कुकरमा मेथी सेथी हालेँ, तेल तातेपछि अनि राजमा पनि हालिदिएँ। अनि नुन बेसार टमाटर हालेर छोपेर मसला पिस्न गएँ म चाहिँ। जिराहरू पिस्न पऱ्यो नि त, धुलो मसलाभन्दा पिसेकै मसला मिठो लाग्छ आफूलाई फेरि। अनि मस्त मसलाहरू पिसेर लङ सुकमेल सबै थोक हालेर अनि त्यो मसला पनि ल्याएर हालिदिएँ। एकछिन मजाले चलाएँ। अनि पुरै मसला पाके जस्तो भइसकेपछि यहाँ चाहिँ सायद मसला स्मेल लिइरहेको थियो, पाक्यो कि पाकेन भनेर। नभए त काँचो लसुन ठस्स गनाउँछ कि, मनै पर्दैन कि मलाई फेरि। अनि आफूलाई चाहिने जति पानी हालिदिएँ। अब रस चाहिँ मिठो हुन्न क्या, हल्का ग्रेभी टाइपको बनाउनुपर्छ, यस्तो मिठो हुन्छ। अनि पिरो खोर्सानी, अझ अक्कबरी खोर्सानी हाल्नुपर्छ। यहाँ चाहिँ 15-20 सिटी नै हालिदिएको थिएँ आज त मैले, फ्यात्त परेको मिठो हुन्छ। अनि यता गुन्द्रुकको अचार पनि बनाएँ। चाम्रे चाहिँ अधुरो लाग्छ मलाई पनि। मामुले खाना पस्किनु भयो, सबैजना बसेर खायौँ।